मसला हेर्नु है यो खुर्सानी भयो हो के बोल्नु बोल्ने बिगार्नलाई यो नुन भयो यो जीरा पाउडर चिकन मसला यति उ गर्छु म यति मिक्स गर्छु म अहिले त्यसलाई गर्नुपर्छ गाइस मैले मिक्स गरेको देखिएन होला हजुर खै यता मैले गर्नु पऱ्यो हाँडेर खानु भयो है सबै यो बर्तन यता राख्नु पऱ्यो हात यस्तो भएर नि बनाएको छु गाइज मेरो भिडियो हेरिदिनु सब्सक्राइब गरिदिनु है मेरो भिडियो हेरेर राम्रो नराम्रो भए पनि हेरिदिनुहोस् तपाईँलाई मनपर्छ भने पनि सेयर एक खुर्सानी धुलो चिली पाउडर मसला पहिला राख्नुहोस् भनेर जाति उता लिएर बस्छ तपाईँहरू मिठो बनाएर खान्छ है हजुरहरू मिठो बनाएर खानु मैले यस्तो बनाएको छु नातिनातिलाई छोरीलाई तपाईँले मिठो बनाएर खानु है साग पकाएँ मेरो भिडियो हेरिदिनु गएर खानु राखेँ मैले हेरिदिनुहोस् कस्तो भयो मिठो मिठो खालि मसला मैले मिठो मिठो भयो नि हेरिदिनुहोस् कमीमा भनिदिनु तपाईँलाई राखेँ खाइदिनु साथी ल्याउनु टमाटर ल्याउनु हेर्नु खुसबु चाहिँ मिठो आइरहेको साथी हजुरहरू खुसबु मिठो आएको हुन्छ छोरीले खान्छु छोरी अब खाने पकाउने मान्छे सिपालु भएपछि बिमारी भयो नि छुट्टी चाहिँ पाइँदैन हात यस्तो भयो यस्तो हुँदै बनाउनु पऱ्यो मलाई हेर्नु त हेर्नु तपाईँले भिडियो हेर्नु क्या हेरिदिनु न कमेन्ट गरिदिनु लाइक गरिदिनु सब्सक्राइब ढाक्दै एक पिसेको मसला हेर्नुहोस् है हजुर एक पिसेको मसला आधा नयाँ तरिकाले बनाउनु आएको मैले हुन्छ तपाईँले बनाउनु हुन्छ बनाउँछ मैले बनाउनु आएको लाग्छ है आज बनाउनु आएको कस्तो हुन्छ हेर्नु चाहिँ हजुर ट्राई गरेर म भन्नु जान्दिनँ विचार गरेर चाहिँ पिरो भयो बुझ्छ सर यसो पिरो भयो यो जिरा पाउडर हो यो तो थोड़ा पानी राखें पानी राखें ले तो आगे ऐसा बना दूँ ऐसा बना दूँ मुझे ले तो और काट सकते काट दिया करा हम बोला तो करा अभी तो काट देना पहले गाड़ी में ये मसला ही masuk mसला पकाएको आएर कस्तो हुन्छ यसरी चाहिँ पाक्दैन जस्तो लाग्यो साथीहरु अब कुकरमा हालेर पकाउनु पर्यो नपोइना रे कुकरमा पकाएर पकाउनु पर्यो
कराईमा चाहिँ धेरै भयो थोरै भएर पाक्यो होला धेरै भएर भयो अनि कुकरमा राखेको कुकरमा पकाउनु पऱ्यो देखियो मेरो हात चढ्नु मेरो थोरै खाना खान्छ सुटी लाग्दो रहेछ कराईमा चाहिँ यति सुटी लाग्छ पाकिहाल्छ नि राति भइहाल्यो पढ्नु पऱ्यो ल 2 सुटी लाग्छ पाकिहाल्यो तँलाई लडेर ल अब मैले सुटी लगाइदिन्छु 2 सुटी लगाएर निकालिदिन्छु साथीहरू नमस्कार साथीहरू दाजुभाइ दिदीबहिनीहरूलाई मेरो च्यानलमा स्वागत छ तपाईहरुलाई आज नयाँ सालको ह्यापी न्यू इयर नयाँ सालको धेरै धेरै शुभकामना छ तपाईहरुलाई सबै दाजुभाइ दिदीबहिनीहरूलाई सबैलाई मेरो च्यानलमा स्वागत छ आशीर्वाद छ तपाईहरुलाई नयाँ सालको धेरै धेरै आशीर्वाद छ तपाईहरुलाई मैले आज लिएर बसेछु रोटी बनाएको कस्तो बन्छ देउरे हातले हालेको रोटी नि कस्तो भयो रोटी बनाएको यो मासु यो चना यो अचार अनि यो काँक्रो लिएर बसेछु मेरो भिडियो राम्रो नराम्रो भयो भने हेरिदिनुहोस् है लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भ्युज अलि बढाइदिनुहोस् लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् ल सुरु गरेँ एकैछिन आफ्नो लसुन खानु त्यो मलाई के उसको अचार बन्दको मिठो भयो मलाई सन्चो छैन त्यही भएर यो देउरीहरूले खाँदै जान्दिनँ
Pula natin na. Pula natin. Con này thì Này. rồi. Cái thằng con biết chung rồi. Đúng rồi, मैले खाइसकेँ, खाएर सकेँ, मेरो भिडियो राम्रो नराम्रो होइन हेरिदिनु होला। अन्तिममा हेरेर साथ दिनुहोस् है, राम्रो नराम्रो भए पनि। तपाईँहरूलाई मनपर्छ भने लाइक, कमेन्ट, सब्सक्राइब पनि गरिदिनु, सेयर पनि गरिदिनु है। फेरि अपिल गऱ्यो भनेको ल साथीहरू अब खाइयो, भोलि अफिस जाने फेरि आफू नसक्यो नि फेरि यता अफिसमा गर्नुपर्छ भनेर दुइटै हातको आज त खाइयो नयाँ सालमा। अब भोलि के हुन्छ थाहा छैन। अब यता गरेर आइयो, अब यता अब यो बाँकी छ पैसा कति खर्च भयो छुटेँ। मलाई माया मान्नुहुन्छ भने मलाई लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला है। सपोर्ट गर्नुहोस् है। तपाईँहरूले मलाई माया गर्नुहुन्छ भने तपाईँहरूको मायाले हाँस्न आएको छ त फेरि पनि तपाईँहरूले फेरि माया गर्नुहोस् है।